हामीले यहाँ एउटा अचम्मकै रेस्टुरेन्ट पत्ता लगायौँ। यो लग्रुता भन्ने रेस्टुरेन्ट यो पिरामिडको नजिकै हाम्रो यो गाइडले चाहिँ यहाँ रेकमेन्ड गरेर यहाँ आएका छौँ र यो ठाउँ देखिरहेछौँ यहाँबाट। यो चाहिँ नै रेस्टुरेन्ट यो ओडारको भित्रपट्टि छ। यहाँ ओडारबाट अब तल जाने हो यसरी। यहाँ चाहिँ अँध्यारो पनि छ अनि त्यसरी यहाँ बत्तीहरू क्यान्डल लाइट गरेको छ। यहाँ त यतापट्टि गेट छ, यतापट्टि पुरै अँध्यारो छ। यो रकको ओडार नै छ र ओडारबाट यसरी तल सिडीहरू छ। यो सिडीबाट तलतिर गएपछि यहाँ क्यान्डल लाइटहरू गरेका छन्, मान्छेहरूले क्यान्डल लाइट पनि बाल्ने रहेछन् यहाँ। अब यो यसरी ओडार देखिएको छ अनि यतापट्टि बडो आकर्षक ढङ्गले यहाँबाट अहिले क्रिसमसको लागि सजावट गरिएको छ। यो लालुपाते फुलको एउटा ठुलो क्रिसमस ट्री बनाइएको छ यो ओडारको मुनिबाट। अहिले यो फेस्टिभल सिजन भएको हुनाले यिनीहरूले स्पेसल यो डेकोरेसन गरेको जस्तो छ र यो रेस्टुरेन्टको यो साइडमा खानेकुराहरू बनाउँदैछन्। यता यो क्रिसमसकै डेकोरेसन देख्न सकिन्छ यसरी। बडो राम्रोसँग सजाएर राखिएको छ। यो उतापट्टिबाट ओडारको अर्कोपट्टि साइडबाट माथि त्यहाँ एकदम खानेकुराहरू बनाइरहेका छन् अनि मान्छेहरूले यहाँ बसेर खाइरहेका छन्। उतापट्टिबाट अर्को इन्ट्रान्स छ। माथिबाट सिलिङ हेर्ने हो भने यस्तो किसिमको छ। बडो आकर्षक ढङ्गको यो दृश्य हामीले यहाँ अचम्मकै ठाउँ, अचम्मकै रेस्टुरेन्टमा आइपुगेका छौँ र यहाँको खानेकुरा पनि एकदमै मिठो हुन्छ भनेर रेकमेन्डेसन पाएर यहाँ आएका हौँ। अब खाएपछि हामी फेरि यसलाई चाहिँ कस्तो रहेछ के रहेछ यसलाई अपडेट गर्नेछ। र मैले रेस्टुरेन्टमा बसेर अहिले हाम्रो शान्ति महारानी चाहिँ उतापट्टि बसिसकेका छन् रेस्टुरेन्टमा टेबलमा। यस्तो छ ल।